गुड मर्निङ फ्रम चितवन गाइज। यति बेला चाहिँ हामी मौला गालीका चन्दन र म स्वगतै आलो चारजना हुन्छौँ। आलो यताबाट निस्किसक्यौँ हामी मौला गालीका। बिहानै जाने भनेको तर गाडीको चक्कर त अहिलेसम्म भुलाइदिनु भयो। चारजना भएर दर्शन गर्न जाने भन्ने भइसकेको छ। सबैजना निस्किसक्यो। स्वगत दाइ यहाँनिर हुनुहुन्छ। हामीलाई चाहिँ फ्री सर्भिस दिने चाहिँ स्वगत दाइले आज पनि। बिहामा पनि ड्राइभर, आज पनि ड्राइभर। के छ दाइ? सनले किसाने त्यही भएर मैले तपाईँलाई चाहिँ पानिदिएको। ल निस्क्यौँ है त। कति भयो? 8 बजेर 33 मिनट गयो। माथि कति लाग्छन्? सानेको चाहिँ फर्स्ट ट्रेकिङ। बस यस पसिना भइसक्यो तिमी। फर्स्ट टाइम यसरी आउँदा त बडो मजा आउँदो रहेछ त है बिहा गर्नु यसरी। ल त्यो बिहान दाइले त अहिले गर्दैन, पछि अहिले गरिहाल्यो। अब बडो आनन्द आउँदो रहेछ नि यो उकालोमा हिँड्दा पनि। यस्तो हो क्या, अरू सबैले सुखमा सुख खोज्छन् होइन। अनि तिमीलाई चाहिँ दुःखमा चाहिँ सुख मिल्छ भनेर, सुखको अनुभव गर्छ भनेर त्यो फिल गर्न यसरी हिँडेर ल्याएको। नभए मैले तिमीलाई केवल कार चलाउनु सक्दिनँ त। मैले चलाउने अनि फेरि केवल कार आफै आफ्नै कार हो, आफ्नै कार मागेर हुन न अझै। ल उता नानी यहाँनिर छ। स्वागत दाइहरू त्यहाँनिर भयो। दादा आयो होइन? कस्तो लागिरह? लास्टै पसिना देखिया त। बोस यहाँ यो मान्छे रुजेको के विधि रुजेको यार? पछाडि फर्क्यौ त खोइ। पसिनाले सब भिजेछ यार बिचरा।
एकैचोटि हामी पुरै ओ आफ्नो सामाग्री मेरो मिटिङ हाल्नु होला। सलराइट अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो है, दर्शन गरे भइयो। लगभग 10 बजीसक्यो है। अब अघि नै भ्याउने भनेको ढिलो भयो कि आउनै ढिलो भयो। अब चाहिँ हामी यहाँबाट तल झर्छौँ, कति टाइम लाग्छ त्यसपछि छिटै जान पनि सक्छौँ। होइन भने चाहिँ हामी घर पुगेर अनि खाना खाएर बोला निस्किन पनि सक्छौँ। के हुन्छ त्यो म अपडेट गराइहाल्छु। केटाहरू चलाउनु खान आला कुदा थियो कहाँ गयो है। भिडभाड छ आज त लास्ट डे, एकदम भिडभाड छ है। कहाँ गयो केटाहरू आएको थियो चोर चलाउनु। त्यही गाइज ल, अब हामी फलो गरेर भेट्छौँ है त।